हुन्छ सम्पूर्ण दर्शक महानुभावहरूलाई नमस्कार भन्न चाहन्छु। यतिखेर दुल्लु नगरपालिका वार्ड नम्बर 7 खेतगाउँदेखि बोलिरहेको छु। आज म सदा चाहिँ तपाईँहरू माझ आज नयाँ विषयवस्तु लिएर तपाईँहरू माझ उपस्थित भइरहेको छु। यसले के हुन्छ भन्दाखेरि महिलाहरूलाई हिंसा सम्बन्धी बारेमा आज केही बोल्न चाहन्छु। यदि कुनै पनि सानी बालिका चाहिँ शिशु अवस्थामा चाहिँ पेटमा रहेदेखि नै यदि छोरा छ कि छोरी छ भनेर चेक गर्न गइन्छ र छोरी भएदेखि उसलाई चाहिँ भ्रूण हत्या गर्न खोजिन्छ र यदि हुँदाहुँदै पनि नभएको अवस्थामा चाहिँ ऊ बिस्तारै जन्मिएकी हुन्छ। जन्मे पनि उसलाई चाहिँ छोरालाई चाहिँ यदि 10-11 वर्षको भए पनि छोरालाई घरमै राख्ने, उसलाई चाहिँ जतिखेर सुते पनि जहाँ गए पनि केही गर्न नसक्ने र छोरी 5 वर्षको भए पनि धारा पाल्ने जानेदेखि लिएर जङ्गल दाउरा घाँस बोक्ने चलन छ। र यदि हुँदाहुँदै हुर्केर पनि ऊ अलिक ठुली हुन्छ, 14-15 वर्षकी हुन्छ। 14-15 वर्षकी भइसक्यो भने पनि उसलाई गाउँठाउँमा छरछिमेकीमा त्यस्ता अनैतिक सम्बन्धमा लगाइने जस्ता जबरजस्तीकरणहरू गरिन्छ र त्यतिखेर पनि एकदम ऊ पीडामा परेकी हुन्छ। र पीडामा पर्दै पनि ऊ एकदम विवाह बन्धनमा बाँध्नलाई उपयुक्त उमेर हुन्छ र विवाह बन्धनमा बाँधिसके पनि उसलाई चाहिँ, किनभने सासूहरू एक त आफू पनि छोरी मान्छे नै हुन्छन्, तर छोरी मान्छे बिच पनि विभेद। तर बुहारीलाई आफ्नो छोरीलाई चाहिँ एकदम राम्रो व्यवहार गर्ने, तर बुहारीलाई चाहिँ एकदम नराम्रो व्यवहार गर्ने र उनीहरू सुत्केरी अवस्थामा, उनीहरू गर्भा अवस्थामादेखि लिएर हरेक कुराहरूमा उहाँहरूको स्याहार नगर्ने र हरेक किसिमका तनावहरू दिने, त्यस्तो किसिमको चाहिँ गरिन्छ। र त्यो अवस्था पार गरिरहँदा पनि हरेक किसिमका तनावहरू सहिरहनु पर्ने बाध्यता हुन्छ। र त्यस कारण म भन्न चाहन्छु, किनभनेको छोरा र छोरीमा केही फरक छैन। यति मात्रै फरक हो कि छोरी मान्छे पढाइ गरेर जान्छ र छोरा मान्छे घरमा आफ्नो वंश धानेर बस्छ, त्यति मात्रै फरक हो भन्न चाहन्छु। र बाँकी अरू यो भिडियो हजुरहरूलाई कस्तो लाग्छ सल्लाह सुझाव अनुसार म अर्को भिडियो लिएर आउने बाचा सायद बिदा हुन चाहन्छु। हस्त धन्यवाद।